हेलो जय मसीह। म पास्टर टेक बहादुर दुधेबाट बोल्दैछु, दुधे दार्जिलिङ। अहिले धेरै यो भोटर कार्डको अनि अन्नपूर्ण युवा साथीहरू धेरैको चक्करमा चाहिँ मैले भिडियो बनाएको थिइनँ। अन्त धेरै दिन भयो मैले भिडियोहरू कुनै हालेको पनि छुइनँ है। अन्त अहिले चाहिँ तपाईहरुलाई विशेष यो भेरी इम्पोर्टेन्ट मेसेज तपाईहरुलाई म दिन खोजिरहेको छु। यो चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो दार्जिलिङ सिक्किम, भुटान, नेपाल, डुअर्सहरू सबै जग्गामा अनि भारतको हरेक कुनामा चाहिँ अहिले के प्रब्लम भएको छ क्रिस्चियनहरु प्रति भने चाहिँ अहिले डकुमेन्ट्स खोज्दैछन्। पास्टरहरुको चर्चको रेजिस्ट्रेसन अनि पास्टरहरुको एजुकेसन र उनीहरुको लाइसेन्सहरु खोजेर धेरै चर्चहरुलाई असुविधा बनाइरहेको छ। अनि त्यसमा हाम्रो के उयो छ भन्देखि चाहिँ योगदान अनि बाइबल कलेज छ हाम्रो डिसाइपल इन्टरनेशनल थियोलोजिकल सेमिनरी, यो जीपीटीएम बाट एफिलिएटेड हो। यो चाहिँ वर्ल्डमा भ्यालिड छ यसको। अनि तपाईहरुले यो बाइबल कलेजमा हिन्दीमा, नेपालीमा, इंग्लिशमा कुनै पनि भाषा चोइस गरेर तपाईले पढ्न सक्नुहुन्छ। नेपाली र हिन्दीमा चाहिँ हाम्रो अहिले बीटीएस एमडीहरु छ। अनि तपाईले एमटीएस डक्टरेट गर्न चाहनुहुन्छ भने चाहिँ तपाईहरु इंग्लिशमा अवेलेबल छ। यदि तपाईहरुले मास्टर कोर्स गरिसक्नु भएको छ अनि अझै पढ्न चाहनुहुन्छ भने चाहिँ यो चाहिँ के हुन्छ भने तपाईहरुले अप्लाई गर्न सक्नुहुन्छ डक्टरेटको लागि, पीएचडी को लागि है। यो चाहिँ हाम्रो वाशिंगटन डीसी अमेरिकाबाट सञ्चालित यो अनलाइन कोर्स हो। अनि अर्को चाहिँ हाम्रो त्यही सेम जीपीटीएम बाट नै एफिलिएटेड भएको हाम्रो दिल्लीबाट त्यही हाम्रो डिसाइपल इन्टरनेशनल थियोलोजिकल सेमिनार को नि ब्रान्च चाहिँ दिल्लीमा छ। अनि हिन्दी र नेपालीमा चाहिँ तपाईहरुले दिल्लीबाट नै अनलाइन पढ्न सक्नुहुनेछ। यो हप्तामा 3 दिन 2 घण्टाको क्लास हुन्छ अनि सबै स्टुडेन्टहरुसँग बातचित हुन्छ, राम्रो दुःख सुखको सोधा सोधहरु अनि बाइबलको धेरै सब्जेक्टहरुमा तपाईहरुले बीटीएस गर्न सक्नुहुन्छ, एमडी गर्न सक्नुहुन्छ, नेपाली हिन्दीमा पनि। अनि यो इंग्लिशमा पनि सुरु भइसकेको छ। बीटीएस इंग्लिशमा पनि सुरु भइसकेको छ। अनि तपाईहरु इच्छुक हुनुहुन्छ, जो सेवाकाईमा हुनुहुन्छ है, तपाईहरु पढ्न चाहनुहुन्छ भन्देखि चाहिँ तपाईहरु टाढा जाने जरुरत छैन। अहिले तपाईहरुलाई थाहा छ मटिगडा सिलगढीमा पनि यही जीपीटीएम बाट नै एफिलिएटेड भएको बाइबल कलेजहरु छ। एक सालको 70,000 80,000 रुपैयाँ उनीहरुले लिन्छ एमडी को। अनि हाम्रोमा त्यत्रो खर्च पनि छैन अनि जानु पनि परेन। अनलाइन बाइबल कलेज हो। अनलाइन बाइबल कलेजमा चाहिँ तपाईहरुलाई समयको बचत, पैसाको बचत अनि डिग्री चाहिँ सेम रेगुलर बाइबल कलेजको नै डिग्री हुन्छ। किनभनेदेखि यो अनलाइन हप्तामा 3 दिन भनेको चाहिँ 6 घण्टा हप्तामा पढाइ हुनु भनेको चाहिँ यो तपाईहरुको यो उयो नै हो, रेगुलर बाइबल कलेज नै हो है। अनि तपाईहरुले इंग्लिशमा पनि जब तपाई एमटीएस गर्नु चाहनुहुन्छ, पीएचडी गर्न चाहनुहुन्छ, डिमिन गर्न चाहनुहुन्छ भने तपाईहरुको पनि सेम 2 घण्टाको हप्तामा 6 घण्टा नै पढाइ हुन्छ। अनि यो दिल्लीबाट जुन सञ्चालन भएको बाइबल कलेज चाहिँ उहाँको प्रोफेसरहरु चाहिँ सबै डक्टरेटै हुनुहुन्छ र नेपाली भाषामा पढाउने, हिन्दी भाषामा पढाउने चाहिँ नेपाली नै डक्टरेटहरु हुनुहुन्छ। अनि एमटीएस र पीएचडी गर्ने, डिमिन गर्ने
तपाईहरु हुनुहुन्छ भने चाहिँ यो चाहिँ डाइरेक्ट वहीँबाट युएसए कै प्रोफेसरहरु हुनुहुन्छ। अनि यो तपाईहरुलाई एकदमै महत्त्वपूर्ण जानकारी म दिन चाहेको, किनभनेदेखि अहिले सेवाकाई गर्दै गरेको क्षेत्रमा कतिजनाको डकुमेन्ट्सहरु छैन, लाइसेन्स छैन, सर्टिफिकेट ग्रेजुएसन सर्टिफिकेटहरु छैन है। अनि तपाईहरुले प्राप्त गर्न सक्नुहुनेछ। अनि अर्को इन्फर्मेसन के छ भनेदेखि यदि तपाई सेवाकाईको फिल्डमा हुनुहुन्छ, तपाईहरुको अलरेडी 10 वर्षको मिनिस्ट्री एक्सपिरियन्स छ भने चाहिँ तपाईहरुलाई हामी 3 सालसम्म पढाइरहने जरुरत पर्दैन। मेन प्र्याक्टिकल र थ्योरिकल सब्जेक्टहरु हामी 1 सालमा तपाईहरुलाई पढाएर तपाईहरुलाई डिग्री बीटीएस को डिग्री दिन सक्छौं। किनभनेदेखि चाहिँ अब तपाईहरु अलरेडी 10 साल भन्दा बेसी या 10 साल मिनिस्ट्रीमा हुनुहुन्छ भने चाहिँ तपाईहरुमा एक्सपिरियन्स भरपूर छ। अनि त्यो भएको कारणले गर्दाखेरि तपाईहरुले 3 साल पढिरहनु पर्दैन, किनभने एक्सपिरियन्स भएको कारण। अन्त यदि तपाई फर्स्ट टाइम ब्याचलर पढ्नु हुँदैछ अनि मिनिस्ट्रीमा तपाईको एक्सपिरियन्स छैन ज्यादा भने चाहिँ तपाईहरुले 3 सालकै कोर्स कम्प्लिट गर्नुपर्छ। अनि हाम्रो सब्जेक्टहरु छ सबै बाइबल कलेजमा पढाउने जो मेन सब्जेक्टहरु थियोलोजिकलहरु छ। अनि तपाईहरु सम्पर्क गर्न सक्नुहुन्छ डाक्टर विल्सन सारू, डाक्टर अरुणा आले अनि डाक्टर राजेन थापा हुनुहुन्छ। तपाईहरुले सम्पर्क गर्न सक्नुहुन्छ। म पनि डाक्टर टेक बहादुर, तपाईहरुले सम्पर्क गर्न सक्नुहुन्छ। म तपाईहरुलाई सबैको नम्बर म दिन्छु। विशेष गरी त फर्स्ट तपाईहरुले मसँग सम्पर्क गर्नुभयो भने चाहिँ तपाईहरुलाई एकदमै राम्रो हुन्छ। मेरो नम्बर म तपाईहरुलाई दिन्छु 9810904858। अनि मसँग कन्फर्म भइसकेपछि चाहिँ तपाईहरुले अगाडिको तपाईहरुले प्रोसेस तपाईहरुलाई फर्महरु दिनको लागि अनि एडमिसनको लागि दिल्लीबाट नै तपाईहरुलाई डाइरेक्ट फोन आउने छ है। अनि तपाईहरुले पढ्न सक्नुहुनेछ। किनभने अहिले मिनिस्ट्रीमा काम गर्नु, चाहे तपाई प्रचारक गर्नुहोस्, चाहे तपाई एल्डर, चाहे डिकन हुनुहुन्छ, अनि पास्टरी सेवाकाईमा हुनुहुन्छ, तपाईहरुलाई एकदम सर्टिफिकेट खोज्दैछ है, खोज्दैछ। अब सरकारले खोज्दैछ अनि त्यो तपाईहरुले पेश गर्नुपर्छ। अहिले हाम्रो धेरै स्टुडेन्टहरु सिक्किम, नेपालबाट, भोटाङबाट जोडिनु भएको छ। अनि डक्टरेट र एमटीएस को लागि चाहिँ सबै बाहिरकै हुनुहुन्छ, इन्टरनेशनल स्टुडेन्टहरु हुनुहुन्छ। अनि तपाईहरुले कुन चाहिँ क्लास तपाईलाई सुटेबल छ, तपाईको कुन चाहिँमा एबिलिटी छ, तपाईहरु गर्न सक्नुहुनेछ। अनि एजुकेसन सर्टिफिकेट तपाईहरुलाई चाहिन्छ बीटीएस को लागि पनि मिनिमम +2 या त ग्रेजुएसन चाहिन्छ। अनि एमटीएस को लागि तपाईको एमडी को सर्टिफिकेट चाहिन्छ। अनि डिमिन को लागि तपाईहरुलाई एमटीएस को सर्टिफिकेट चाहिन्छ। पीएचडी को लागि तपाईहरुको या त डिमिन या त एमटीएस एमडी दुईटा सर्टिफिकेट तपाईहरुमा हुनु जरुरी छ। अनि यो कुरो तपाईहरुलाई अहिले सबै जग्गामा एकदमै इम्पोर्टेन्ट भएको छ। कारण चाहिँ अब सेवाकाईमा धेरै चापा आएको छ सरकारबाट। अनि आफू एजुकेटेड हुनु अनि एउटा गवाईको पात्र हुनु हामीलाई बहुत जरुरी छ। एउटा पास्टरको भनेको ठुलो जिम्मेवारी हुन्छ। त्यसकारणले गर्दाखेरि तपाईहरुले एजुकेसन लिनु बहुतै एकदमै जरुरी भएको छ। तपाईहरुले यो कुरो तपाईहरुले अरूलाई पनि बताउनुहोस्। अनि आफ्नो छिमेकीको चर्चमा पनि तपाईहरुले यो पुर्याइदिनुहोस्। अनि युवा युवतीहरु कोही पनि, चाहे तपाई आमा ग्रुपबाट हुनुहुन्छ, चाहे बाउ ग्रुपबाट हुनुहुन्छ, चाहे
युथ लिडर हुनुहुन्छ, सबैजनालाई स्वागत छ। यसमा यहाँ कुनै पनि प्रब्लम छैन। तपाईँ जस्ट ग्रेजुएसन हुनुहुन्छ अनि तपाईहरु युवाहरूलाई चाहिँ पास्टरहरूको अथोरिटी अनुमति तपाईलाई चाहिन्छ र चर्चको अनुमति चाहिन्छ है। अनि तपाईहरु खुद पास्टर हुनुहुन्छ भने तपाईको आइडेन्टिटी अनि तपाईको क्वालिफिकेसन सर्टिफिकेटहरु सबमिट गर्न सक्नुहुन्छ फर्दर एजुकेसनको लागि है। कुनै पनि तपाईहरुलाई असुविधा हुने छैन। घर छोडेर जानु पर्दैन। घरमा बसी बसी नै तपाईले 2 घण्टाको यो बाइबल कोर्स हप्तामा 3 दिन तपाईहरुले 2-2 घण्टा पढेर तपाईहरुले सिद्धाउन सक्नुहुनेछ र यसमा केही झमेला छैन। फिस तपाईहरुलाई त्यस्तो अरु बाइबल कलेजहरुले जस्तो सालको 70,000 चाहिँ पर्दैन। पीएचडी डक्टरेटको लागि चाहिँ पर्छ झन्नै त्यति पर्छ पनि। 70 पर्दैन तर पनि अहिले हाम्रो फ्याकल्टी ग्रुपहरुले 60,000 सम्म लिँदै छन् सालको। तर यो एकदम भ्यालिड सर्टिफिकेट हुनेछ तपाईलाई। तपाईले आटामा गइरहनु पर्दैन, बेंगलोर गइरहनु पर्दैन, एससीबीसी गइरहनु पर्दैन है। त्यही सेम भ्यालिड। यो चाहिँ अझ एकदमै राम्रो हामीले थाहा पाए अनुसार, हामीले पढे अनुसार, किन मैले पनि अब आटाबाट नै एमडी गरेको हो अनि यसको कम्प्यारिजनमा यो हाम्रो डिसाइपल इन्टरनेशनल थियोलोजिकल सेमिनार चाहिँ बेस्ट छ है। अनि तपाईहरु पढ्न चाहनुहुन्छ, इच्छुक हुनुहुन्छ, दाजुभाइ दिदीबहिनीहरु, युवा युवतीहरु, तपाई कसैलाई सबैजनालाई यसमा हामी स्वागत गर्छौं। अनि तपाईहरु सम्पर्क गर्न सक्नुहुन्छ। मेरो नम्बर म स्क्रिनमा पनि दिन्छु। अझै भन्छु पनि 9810904858। तपाईहरुले चाँडै भन्दा चाँडै सम्पर्क गर्नुहोस्। हाम्रो एडमिसन खुला रहन्छ सधैं। अनि तपाईलाई मैले अघि भने जो सिनियर हुनुहुन्छ, अलरेडी मिनिस्ट्रीमा तपाईहरुको एक्सपिरियन्स भइसकेको छ भने चाहिँ तपाईहरुले 1 सालमा तपाईहरुको सर्टिफिकेट तपाईले प्राप्त गर्न सक्नुहुन्छ। किनभने तपाई अलरेडी मिनिस्ट्रीमा तपाईको एक्सपिरियन्स भएकोले गर्दाखेरि धेरै बाइबलको ज्ञानहरु तपाईमा हुन्छ। अनि तपाईलाई सर्टिफिकेट र अझै एडिशनल नलेजको तपाईलाई जरुरत पर्छ, त्यो हामी तपाईहरुलाई प्रदान गर्नेछौं। ठीक छ? ठीक छ। तपाईहरु चाँडै सम्पर्क गर्नुहोस्। अनि यो बाइबल कलेज एकदमै भ्यालुबल छ। मैले चाहिँ आफ्नो गाउँमा, आफ्नो आसपासको एरियाहरुमा यो चाहिँ अब यो सहुलियत हामीमा छ अनि तपाईहरुसम्म पुर्याउनु चाहेको हो। अनि तपाईहरुले यसको फाइदा उठाउनुहोस् अनि तपाईहरु ढुक्क हुनुहोस्। ठीक छ? चाँडै नै सम्पर्क गर्नुहोला। प्रभुले तपाईहरु सबैलाई आशिष गरून् अनि आफ्नो ख्याल गर्नुहोस्। थ्यांक यू।